अक्षय तृतीयाको अवसरमा बुधबार बुटोल उपमहानगरपालिका वडा नम्बर 11 स्थित शिवालय मन्दिर परिसरमा सातु र शरबत वितरण गरिएको छ। बुधबार नहरपुर आमा समूह र इनरहुल क्लब अफ जितगढीको संयुक्त आयोजनामा महिलाहरूले जौको सातु र शरबत वितरण गरेका हुन्। कार्यक्रममा नहरपुर आमा समूहका अध्यक्ष दिल कुमारी भट्टराई यशोदाले धार्मिक मान्यता अनुसार आज जौको सातु र शरबत बाँडेमा तथा खुवाएमा धर्म हुने मान्यता अनुसार सातु शरबत बाँडिएको बताउनुभयो। यसैगरी बुटोल 11 कै शिवशक्ति फ्लोर मिलले पनि बुधबार नै जौको सातु र शरबत वितरण गरेको हो। बाटोमा हिँड्ने पैदल यात्री, मिलमा आउने ग्राहक र छिमेकीहरूको लागि सातु र शरबत वितरण गरिएको मिलका प्रोपाइटर केशव अधिकारीले बताउनुभयो। अक्षय तृतीयाको अवसरमा सातु र शरबत वितरण गर्दा पुण्य पाइने धार्मिक मान्यता अनुसार वितरण गरिएको मिलका सञ्चालक प्रदीप अधिकारीले जानकारी दिनुभयो।